हेलो, म आज बनाउन गइरहेकी छु फिस कडी। अनि यसलाई चाहिँ अब मैले मसला तयार पारेकी छु। त्यसको लागि चाहिँ उता मैले म्यारिनेट गरेछु। यसलाई चाहिँ मजाले पकाएर अनि मैले तेल पनि कम राख्छु कि फिस कडीमा चाहिँ धेरै तेल भएको राम्रो लाग्दैन, त्यही भएर तेल कम देखिरहेको छ, तर मसला चाहिँ मजाले पाकेको छ। अनि मैले यसमा थोरै पानी हालेँ। अझै यतिकै नै पानी हाल्छु। अनि अब यति पानी हालिसकेपछि चाहिँ मैले यसलाई ढाकिदिन्छु। यो मसला पाक्छ नि त, पानी उम्लिन्छ, त्यसपछि मैले फिस राखिदिन्छु। या त मैले म्यारिनेट गरेर राखेकी छु फिसलाई। यस्तो भयो है, अब राम्रोसँग म्यारिनेट भएर। अनि देख्न सक्नुहुन्छ अब यता उम्लिँदैछ। मजाले उम्लेपछि चाहिँ मैले बल्ल फिस राख्छु। यो अब मजाले उम्ल्यो। अब यसमा मैले फिस राख्न, अब मैले फिस राखेँ। कस्तो मजाको ग्रेभी बनेको छ। मैले चाहिँ यसरी नै बनाउँछु फिस। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ भनिदिनु होला। मेरो चाहिँ तरिका यही हो फिस बनाउने। तलेर नि बनाउँछु कहिले कसो, तर मलाई नतलेकोमा पनि धेरै स्वाद आउँछ के, टेस्ट आउँछ, त्यसैले यसरी बनाउँछु मैले। ल, यस्तो भयो है। अब मैले खाना थालेँ। बाई बाई फर वाचिङ।